हुकुमवासीलाई उठाउनु हो राम्रो कुरा हो। बालेन सरकारले गरेको कुरा नराम्रो होइन, राम्रो कुरा हो। तर राम्रो कुरा हो भन्दैमा यतिसम्म पनि गर्नु भएन नि त। छानबिन गर्नुभन्दा पहिल्यै छानबिन गरोस्। छानबिन गरिसकेपछि तपाईँको यो जति पनि छ सुकुम्बासी उनीहरूलाई व्यवस्थापन गर्नु पर्यो नि त। राम्रो ठाउँमा घर व्यवस्थापन गर्ने हो कि। सुकुम्बासी त गइसक्यो, हेर्नुहोस् घर सर आफ्नो तरिकाले भत्काएर गइसक्यो। अनि सुकुम्बासीहरू बसिरहेछन्, उनीहरूको लागि एउटा सुकुम्बासीको हामीसँग कागज पत्र पनि छ। सुकुम्बासी उठाउने नै हुकुमबासी त सबै आफ्नो तरिकाले उठिसकेको छ। सुकुम्बासी उठाउने नै हो भनेपछि तिनीहरूलाई व्यवस्थापन गर्नु पर्यो नि त। हाम्रो पनि बालबच्चा छ, हाम्रो परिवार छ, 7-7, 8-8 जनाको परिवार हामी लगेर कहाँ जाने हो? अनि सुकुम्बासीको कार्ड मात्रै दिएर हुन्छ? बस पार्कमा लगेर हाम्रो परिवार बसाल्ने हो? टर्निमल भित्र बसाल्ने हो हामी 7 जनाको परिवार? त्यो पनि त सरकारले पहिला व्यवस्थापन गरेर हुकुमवासीलाई उठाउनु हो राम्रो कुरा हो। बालेन सरकारले गरेको कुरा नराम्रो होइन, राम्रो कुरा हो। तर राम्रो कुरा हो भन्दैमा यतिसम्म पनि गर्नु भएन नि त। छानबिन गर्नुभन्दा पहिल्यै छानबिन गरोस्। छानबिन गरिसकेपछि तपाईँको यो जति पनि छ सुकुम्बासी उनीहरूलाई व्यवस्थापन गर्नु पर्यो नि त। राम्रो ठाउँमा घर व्यवस्थापन गर्ने हो कि जग्गा व्यवस्थापन गर्ने हो कि टहरा बनाइदिने हो कि? टहरा बनायो भन्दैमा तपाईँको दीपशिखा स्कुलमा टहरा बनाएको छ 14 जनाको, हेर्नुहोस्। अनि त्यसपछि बस पार्कमा 100 जनाको टहरा बनाएको छ। यस्तो अनि बच्चाहरू लगेर हामी बस पार्कको भित्र अनि के हो त? हामी त्योभन्दा त सुकुम्बासी नै होइन। हामी सिधै भन्नुहोस् कि सुकुम्बासी होइन कि हामी एउटा रोडमा हिँड्ने मान्छे हो, लावारिस हो। हामीले बालेन शाहलाई हामीले भोट दिएर हाम्रो मतले गर्दा बहुमतले हामीले उहाँलाई अहिले प्रधानमन्त्रीसम्म 4 वर्ष उहाँ अहिले 4 वर्षसम्म मेयरमा एउटा पद ग्रहण गरेर त्यसपछि तपाईँको 5 वर्षपछि 4 वर्षपछि 1 वर्ष अझै पनि बाँकी थियो उहाँको। तर हामीले नै बनाएको उहाँलाई। जेन्जी आन्दोलनपछि हामी जेन्जी होइन, जेन्जी बनाउने एउटा अत्याधुनिक भइसक्यो क्या यहाँ। त्यही भए कारणले सरहरू हजुरहरू पनि एकपल्ट प्रश्न गरिदिनुहोस् कि के हो त? के कारणले हो? किन हो यो सबै भिड भडका? के कारणले आएको हो? एकपल्ट तपाईँहरू पनि सोध्ने गरिदिनुहोस् क्या सरहरू। हजुरहरू पनि मिडियाकर्ताबाट हो या त आफ्नो पर्सनल भिडियोग्राफर हो कि अनि कुन मिडियाकर्ताबाट हो त्यो पनि तपाईँहरू नाम जनाइदिनुहोस्। अनि त्यही अनुसार हजुरहरू प्रोसेस गरिदिनुहोस्। भएन कि यो तपाईँको सुकुम्बासी हो हुकुमबासी त गइसक्यो, हेर्नुहोस् घर सर आफ्नो तरिकाले भत्काएर गइसक्यो। अनि सुकुम्बासीहरू बसिरहेछन्, उनीहरूको लागि एउटा मिडियासँग अगाडि हाम्रो हर्क साम्पाङ हुनुहुन्छ। हर्क साम्पाङ पनि त एउटा मेयर हो नि त धरानको। उहाँले आफ्नो सुकुम्बासीको लागि रोक लगाएर बस्नु भएको छ। तर छानबिन आफ्नो तरिकाले गर्नुभएको छ। त्यही अनुसार हाम्रो यहाँको मेयरजीले पनि गरिदिनु पर्यो। अनि प्रधानमन्त्रीजीले उहाँबाट आदेश दिनुभयो। अहिले सर्वोच्च अदालतबाट सुकुम्बासीको लागि तपाईँको सर्वोच्च अदालतमा रिट पर्यो। त्यो रिट सर्वोच्च अदालतले खारिज गरेको छ। रिट खारिज गरेको होइन, रिट खारिज गरेको होइन कि सुकुम्बासीलाई डोजर चलाउन खारिज गरेको हो। तर त्यो खारिज गर्यो ठिक छ, तर त्यसको लागि प्रोसेस चालिदिनु पर्यो। सुकुम्बासी कहाँ जाने हो, के गर्ने हो, बसाल्ने ठाउँ व्यवस्थापन गरिदिनु पर्यो। सुकुम्बासी हो ल, सुकुम्बासीलाई उहाँहरूले व्यवस्थापन गर्नुभयो के रोडमा लगेर सुताइदिने हो, बस पार्कमा लगेर सुताइदिने हो? घर परिवारलाई एउटा 100 जना अटाउने ठाउँ छ गरे, घरमा बसेको मान्छेलाई बस पार्कको 100 जनाको भिडमा लगेर सुताइदिने, बालबच्चा छ। अनि त्यसपछि तपाईँको अरू कोही चाहिँ दीपशिखा स्कुलमा, कोही चाहिँ यता रजेनातिर। यो भएन नि त। राम्रो ठाउँमा व्यवस्थापन गरिदिनु पर्यो। अनि बल्ल चाहिँ नि यहाँ डोजर चलाउनुहोस्, तपाईँ जेसुकै चलाउनुहोस्, तपाईँको मर्जी हो, तपाईँको सरकार हो, तपाईँलाई हामीले बनाएको हो।